यो खसी मैले भर्खरै किने 20,000 मा हैन मुती पनि सको डरले 20,000 मा किने तर यो खसी जसले ल्याएर बेच्यो नि त्यसको चाहिँ अनुहार देखाउनु मिल्दैन अरे चोरीको त पक्कै यिनीलाई किनेर ल्याएको होला तर यो खसीले 20,000 उठाउँछ त अब काटी हेरौँ ल कति मासु हुन्छ चलो भाई देखो अब मैं क्या करता हूँ झन्डै भागेन यार म यो खसी बनाएर जोक्छु ल मासु यसको कति के हुन्छ तपाईलाई देखाउँछु ल अच्छा 20,000 भन्छ हेर्दाखेरि चाहिँ 17,000 को खैछ ठीक है मुती पनि सको हगी पनि सको साला एक हजार त यिनीले घाटा लाग्यो खत्म पानी ठिक्कको तातो राख्नुपर्छ है यी यसरी हातले पनि केही नहोस् मालूम है तेरे बाप को मत सिखा चल फेरि बगे उमाले खसी बनाउन लाउने फेरि ओ शिट यार इसमें तो मुझे समझ में ही नहीं आ रही है क्या प्रॉब्लम है सजिलो छ नि है एक्काइसे तान्नुपर्छ हो मजाले आउँछ है हाम्रो 20,000 को खसी बनेर रेडी भइसक्यो अब हामी जोखौँ ल के कति हुन्छ मासु 20,000 को खसीले के गर्दा रहेछ सबै ल्याइ पुऱ्यायो तर तपाईहरुलाई देखाउँछु के यहाँ ल्याइ पुऱ्यायो भनेर मैले काटा हाम्रो जिरो भइसक्यो यो अगाडिको फिला यो अगाडिको अर्को फिला त्यसपछि यो बीचको कुट यो ह्याकुलो यो अर्को ह्याकुलो मुझे क्या पता चूतिया आदमी यो गर्दन र चाप दुईटा सँगै छ हैन त्यसपछि यो पछाडीको फिला ये क्या है यो फोक्सो यो कलेजो अरे कहना क्या चाहते हो यो बीचको भुँडीको भाग यो मृगलाको बोसो नाम पनि सुनिराख्नु डाक्टर हुन्छ नि भोलि पर्छ फेरि यो फुल बोसो भुँडीमा हुन्छ है यो चाहिँ फेरि अनि यो पोलेको टाउको यसको हड्डी निकालेकै छैन अहिले आधी त लगभग हड्डी नै जान्छ होला 20,000 को खसी मासु हाम्रो कति भयो 18 किलो 600 ग्राम टाउकोको हड्डी निकाल्न बाँकी छ है 600 ग्राम त यसमा लगभग तपाईको टाउकोको हड्डी जान्छ अनि चाहिँ 18 किलो मासु भयो 20,000 को खसी 18 किलो मासु भयो अब रको हामीसँग भुँडी रको छ र खुट्टा कति फाइदा हुन्छ थाहा पनि त्यही फाइदाले गर्दा त अर्को बिहे गर्न आँटेको त दाइजोको लागि के सक्नु पर्ने त यहाँ नाफा त